हाई गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो बर्थडे हो अनि मैले घरमा सानो पार्टी होस्ट गरेको थिएँ। अनि मेरो बहिनीले चाहिँ हाम्रो लागि बिरयानी बनाएको थियो। यति मिठो थियो बिरयानी पनि। यहाँ चाहिँ मेरो केक काट्ने टाइम भयो अनि मेरो लागि चाहिँ सबैजनाले गीत पनि गायो हो। अनि मलाई केक काट्न यस्तो लोभ लाग्यो किनकि केक यति प्रिटी थियो नि। मैले भने पनि मलाई केक काट्नै मन लागेन भनेर, किनकि भिडियोमा त्यस्तो राम्रो देखेको छैन होला, तर रियलमा यति प्रिटी थियो केक। मलाई लोभ लागिरहेको थियो केक काट्न, तर पनि केक काट्नु परिहाल्यो। मैले केक काटेँ। चाहिँ मेरो बहिनीले गिफ्ट दिएको मलाई, उसले ब्याग पनि दिएको छ। अनि केक काटेँ, मैले सबैलाई केक बाँडिदिएँ। योभन्दा अगाडि चाहिँ हामीले बिरयानी खायौँ। बिरयानी चाहिँ मेरो बहिनीले बनाएको थियो, त्यो चाहिँ सबैले तारिफ पनि गर्यो यति मिठो भयो भनेर हो। मिठो थियो, उसले एकदम मिठो बनाउँछ। अनि त्यही केक सेक खायौँ। अनि अब चाहिँ यहाँ गिफ्ट दिने पालो आयो। कस्तो फनी पनि भयो किनकि सबैले गिफ्ट दिइरहेको थियो होइन। त्यहाँनिर ताक लागेको थियो मलाई। अनि एकछिन हाँसो पनि भयो। मैले चाहिँ गिफ्ट्स पनि अनबक्स गरिहालेँ किनकि गिफ्ट्स अनबक्स गर्नुको छुट्टै मजा हुन्छ होइन। अनि मिकमाले मलाई यति धेरै गिफ्ट्स दिएको थियो, सनस्क्रिन, बडी स्क्रब, अनि त्यसपछि ग्लिटर, धेरै चिज दिएको थियो उसले। उसलाई धेरै धेरै धन्यवाद। मलाई एकदमै मन पर्यो। मलाई त्यो चाहिने सामानहरू नै थियो अनि एकदम थटफुल गिफ्ट्स थियो, त्यसको लागि धेरै धेरै धन्यवाद। त्यही हो, मैले एक एकवटा गर्दै अनबक्स गरेँ, देखाएँ सबैजनालाई। हाँसो हुँदै थियो, रमाइलो भइरहेको थियो। अनि मैले चाहिँ भनेँ कि यति धेरै गिफ्ट्स दिनु पर्दैन भनेर चाहिँ मलाई लाज लाग्यो भनेर। त्यो चक्लेट पनि थियो, कस्तो क्युट प्याकिङ हुन्छ नि, कस्तो क्युट बक्समा थियो, एकदमै मन पर्यो। अनि यहाँ त्यही हो। अब चाहिँ आउँदैछ हमिदको टर्न। यहाँ आयो हाम्रो राजा हिरो। उहाँले चाहिँ मलाई इम्प्रेस गर्नको लागि यति धेरै गिफ्ट्स लिएर आएको रहेछ होइन। अझ धेरै इम्प्रेस होस् भनेर होला, यति धेरै थियो। त्यो फनी पार्ट भयो कि, यो चाहिँ एकदमै फनी पार्ट थियो कि। मैले एक एकवटा गर्दै अब ओपन गर्नु पर्यो। उसलाई पनि एक्साइटेड हेर्नलाई। पुस्तक गीच्याउँदै थियो, त्यो जिस्काउँदै थियो, सबैजना हाँसिरहेको थियो होइन, रमाइलो भइरहेको थियो। अनि त्यसपछि मैले अनबक्स गरेँ। त्यहाँ चाहिँ सानो एउटा लाभर अनि नोट्स, ह्यान्डराइटिङ नोट्स रहेछ त्यहाँभित्र। अनि एउटा पेन्ट थियो, मैले चाहिँ त्यो साइडमा राखेँ त्यो ह्यान्डराइटिङ नोट्स। अहिले पढ्छु भनेर पहिला पेन्ट हेरेँ। अनि त्यसपछि त्यो रोजको यति धेरै फुलहरू गरेर राखेको रहेछ हो। यहाँ उसले माथिबाट टाउकोबाट लगाइदियो मलाई फेरि। अनि मैले हेरेँ पेन्ट एकदमै मन पर्यो मलाई। वाइट कलर मनपर्छ, उसलाई थाहा छ कुन कलर मनपर्छ भनेर। मेरो फेभरेट कलर वाइट कलर, वाइटमा पेन्ट ल्याइदिएछ। कति ठिक्क भयो त्यो पेन्ट पनि, राम्रो लाग्यो हो, उसको चोइस राम्रो थियो। अनि त्यसपछि अर्को ब्याग दियो, अर्को ब्याग खोल्नु भनेर मैले त्यो ब्याग खोलेँ। यहाँ पनि एउटा लाभर फेरि अर्को ह्यान्डराइटिङ नोट्स भेटाएँ मैले त्यहाँनिर। अनि देखाएँ यसरी, त्यहाँ चाहिँ लेखेको थियो। अनि एउटा सानो आर्ट गरेको थियो, एउटा ड्रइङ गरेको थियो। अनि मैले यो बल्ल अब पढ्न खोजेँ है। अनि मैले हेरेँ, यस्तो मिठो शब्दहरू लेखेको थियो त्यसमा। अनि उसको ह्यान्डराइटिङ यति राम्रो छ नि त, कस्तो राम्रो छ उसको ह्यान्डराइटिङ। अनि कस्तो राम्रोसँगले लेखेको थियो कि, मलाई त एकदमै मन पर्यो, मन छोयो हुन्छ नि, मेरो हात टच भयो। किनकि अहिलेको यो डिजिटल जमानामा त ह्यान्डराइटिङ नोट्सहरू पाउँदैन नि त, हत्तपत्त सबै उसमै हुन्छ नि त। अनि यसरी ह्यान्डराइटिङ नोट्सहरू चाहिँ मलाई एकदमै मनपर्छ। मलाई अरूलाई पनि दिन मनपर्छ, मैले पनि रिसिभ गरेँ भने एकदमै खुसी हुन्छु होइन। यहाँ म एकदमै खुसी भएँ। अनि एकदमै क्युट गिफ्टहरू थियो। उसले स्कर्ट दिएछ, यो स्कर्ट चाहिँ मसँग अलरेडी छ, तैपनि फेरि सेम स्कर्ट ल्याइदिएछ र पनि केही छैन भने हो। त्यही हो गाइस, यस्तै हो। मैले चाहिँ एकदमै राम्रो एकदम क्युट गिफ्टहरू पाएँ। अनि अनबक्स गर्न यति मजा हुन्छ।
अझै गर्न खोलाम यो चाहिँ स्पेसल गरी फोसेले पुसेर लगाएर Så må du åpne fra siden. Dra den ut. Og så kan du lese inni den. Er det sånn H pluss M? Nei. Hva står det? Det er sånn, jeg elsker deg sånn 1000 forskjellige... Åja, du kan se inni, ikke sant? Ja. Det er sånn litt mer... Og så den. Siste. Så den må du bare åpne fort. Elo iskranta. Jumpscares plutselig. Jumpscares. Så kommer den da. Og så kan du åpne den. Nei, legg den på banken her. Legg den oppi her. Og så dra opp loppen. Fort igjen. रातिमा अनि यहाँनिर हातमा samme farge. Nei! Det skjedde bare, altså. Og det sitter vi også, ikke sant? Så hos Ansi. So yeah guys, that's all for today. यो चाहिँ मेरो फर्स्ट टाइम हो भोइस ओभर गरेको मिनी ब्लग. I hope you guys will like it and stay tuned for the part 2. Bye guys, thank you so much for watching.